सानो तर विद्वान र विज्ञहरूको मन्त्रीमण्डल किन यस्तो सोचमा छन् त बालेन्द्र शाह? नेपालको राजनीतिमा वर्षौंदेखि एउटा पुरानो परम्परा छ, सरकार बन्नासाथ ठूलो मन्त्रीमण्डल चाहिने। त्यो कति बेला आवश्यकता पर्छ भन्दा जब प्रधानमन्त्रीमा देश हाँक्न सक्ने क्षमता, सक्षमता र योग्यता रहँदैन र अर्को भनौं आफ्ना दलका धेरैलाई स्वार्थपूर्ण रूपमा आफ्नो क्याबिनेटमा राख्न खोज्दा मन्त्रीमण्डल ठूलो बन्दछ। नेपालको इतिहासमा सबैभन्दा ठूलो मन्त्रीमण्डल विक्रम सम्वत 2074 सालमा गठन भएको थियो। त्यति बेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्दै 64 सदस्यीय मन्त्री परिषद बनाएका थिए, जुन नेपालको इतिहासमा सबैभन्दा ठूलो जम्बो क्याबिनेट भनेर धेरैको आलोचना पनि भएको थियो। किन आवश्यकता पर्थ्यो होला त प्रधानमन्त्री लगायत 64 जना सदस्यीय मन्त्रीमण्डल, जबकि नेपालको संविधान 2072 ले मन्त्री परिषदको संख्या अधिकतम 25 जना मात्र हुनुपर्ने व्यवस्था गरेको छ। तर अहिले राजनीतिमा एउटा नयाँ प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सोचको चर्चा भइरहेको छ भने त्यो हो सानो तर सक्षम मन्त्रीमण्डल। यो भन्दा अघिका सरकारहरूमा मन्त्रीमण्डलको संख्या किन ठूलो हुन्थ्यो, आउनुहोस् बुझ्ने कोसिस गरौँ। जब कुनै पनि सरकार बहुमत नल्याई गठबन्धनमा सरकार बनाउन थाल्छ तब विभिन्न दलका, विभिन्न गुटका र क्षेत्रीय प्रतिनिधित्वलाई विभिन्न स्वार्थरूपी तवरले मन्त्रीमा समेट्न खोज्दा नेपालमा धेरै पटक ठूलो मन्त्रीमण्डल बन्ने गरेको छ। विश्लेषकहरूका अनुसार ठूलो मन्त्रीमण्डलले केही न केही, कतै न कतै चुनौती त पक्कै ल्याउँछ। पहिलो, खर्च बढ्छ। दोस्रो, निर्णय प्रक्रिया ढिला हुन्छ। तेस्रो, योग्यता भन्दा राजनीति हावी हुन सक्छ। त्यसैले त राष्ट्रिय स्वतन्त्र पार्टीले फरक सोच अघि सारेको छ। यदि बालेन्द्र शाह सानो तर सक्षम मन्त्रीमण्डलको पक्षमा देखिन्छन् भने यसको अर्थ राजनीतिक शैलीमा परिवर्तनको संकेत हुन सक्छ। उनी कम मन्त्री तर स्पष्ट जिम्मेवारी र विशेषज्ञतामा आधारित नेतृत्व होस् भन्ने चाहन्छन्। अन्तिम प्रश्न, के नेपाल अब क्षमतामा आधारित नेतृत्वतर्फ जाँदैछ? तपाईलाई के लाग्छ? तपाईको विचार तल कमेन्ट बक्समा लेख्नुहोला। Speak with every Nepali.